Stay Fafula Lasso. What's up, everyone? This is me, Angel Guru, in front of you with a new and my first YouTube channel. And my first YouTube video that I'm gonna upload is gonna be the vlog to the saloon. Although like it's a for my first video is vlog, but yo like vlog wala channel भन्ने हैन, it's like सबै genre को mix हुन्छ. So I hope you will like my channel, my contents and my videos. So like, subscribe or comment गरिदिनु होला. And bye bye, sayonara, see you in the next clip. मेरो कान्छे भाइ हो आफ्नै कान्छे भाइ हो Hi guys. Hi guys. And we are finally at Dungge, Yes. and the view is very good. And the hawa Check it is out. and the air is also good. Look, America पल्ने हिरो. उठ्दैन ढुङ्गेमा अहिले चाहिँ लाइक सिमसिम पानी परिरहेको छ कि हल्का लाइटली अलिकति अलिअलि पानी परिरहेको छ. सो त्यहाँ हुएर ढुङ्गे Guys, हामी चाहिँ यो यो यसरी हिँड्दै छौँ. अहिले पानी परिरहेको छ हैन, एकदमै भनेको रहेछ चस्मा छुट्यो कि ए भने सिरिङ्गै हुने खालको चिसो खालको हावालाई र मेरो चाहिँ यो ठडाइ हुन्छ नि, ठडाइमै हावा चिसी हावा पसिरहेको छ. Guys, this is the view and this is our Mr. Angel Gurung. अनि यो चाहिँ हो हाम्रो भ्यू. अब हामीले चाहिँ अब खानासाना खाएर दुधसुध बालेर के अरे आगो सागो बालेर दुधसुध पकाउँदै Hi guys. दुध खानु भयो है. भैँसीको नि फेरि. आगो फुकेको चाहिँ यसलाई होइन है, मैले हो. Hello guys. Hi guys. आयो स्पेयर पापा दुध खाइस्? हलुवा झन् मैले तपाईँलाई मेरो अनुहार देखाउने गरेर गर्नु भनेको एकचोटि होइन, त्यसरी लाइट देखाउँदै मम्मीले फेरि. What's up, guys? And yeah, this is me. आजको रात यस्तै भइहाल्यो, अब सुत्ने. आज राम्रोसँग भ्लगिङ गर्न पाउन खोजेको टु टायर्ड होइन. अब पछि see you next day, brothers and sisters. And this is where we will be resting today. Yeah, and so peace, good night, sayonara. Now, this is the view right in front of me, and that's Sayonara. And the Theodara Mazar now, guys, we're going that peak from here. Not bad. Doesn't look that bad. Yo, look at this. What's up, guys? हामीले अब सैलुङलाई हिँडेको. सैलुङको लागि हिँडेको. लुङदारहरू बोकेको छ मान्छे. लुङदारहरू सबै पूजाको सामान घिउहरू यता छ. बाजेहरू चाहिँ जानु भइसक्यो, पठाउमा इन्टरमा जानुभयो भर्खरै. हामी चाहिँ हिँडिरहेको. Yeah, let's enjoy the view, guys.
finally कालो पानी आइपुग्यो. Yeah, this is the view from कालो पानी. And we are finally बल्ल थाहा भएको अघिदेखि खाएको थिएन In here, this is Sailongko mini great wall. Shoot. And I'm with my family. Without our family group. This is from the back view, back camera, from all the way there to here. के बस्ने चल कमल ल हामी चाहिँ यता बसेर एकछिनको लागि फेरि खाँदैछौँ खानपिन कार्यक्रम सबैजना. दिस इज सैलुङ डाँडा जानेको बाटोतिर. यहाँबाट हामीले अलिअलि चाहिँ देख्न सकिन्छ कि फ्रम नटरङ त्यो माथिको डाँडा हुन्छ नि हो द्याट्स योर वे वी शुड सपोज टु गो. हामी त्यही ल अब सैलुङमा आइसकेको त जाने आइसकेको त छैन बट लाइक बाटो त्यो हो भनेर या इट्स फिक्स्ड होइन. नाउ वी गोइङ टुवर्ड्स सैलुङ. त्यो सिधा लाइन भएको ए त्यो तरवालले तरवाल हो कि त्यो सिधा हो यो क्रस भएको चाहिँ यस्तो भएको छ तरवालले. ओके समथिङ न्यू वी लर्न्ड एभ्री.
यता आइसक्यो अब या वी गना गो दिस वे किनकि यता गयो भने अर्कै बाटो पुग्छ हैन जुरेढुङ्गा यताबाट चाहिँ काला पानी सैलुङ माथि The view is great यार look at that that's a great view and I'm like this सबै भारी you see Hello. so many so what's up guys and we are finally at Sailung Gorada अनि हामी चाहिँ अब लुङदार सुङदार झिकेर हैन अब लुङदार तान्न हामी सबै निकालिसके नामसाम लेखि चाहिँ अब लुङदार तान्ने हो as you can see हामी लुङदार तान्ने अनि there you go त्यहाँ चाहिँ भ्यू टावर छ see that भ्यू टावर त्यहाँ जानु न म लिएर आउँछु yeah अहिले तिमी हरायो we're going back एन्जल जाइछ त I found some good shots. Let me show you guys some good shots. के भइरहेछ यता? What's happening here? प्रदेश सरकार केन्द्रीय सरकारलाई म के आग्रह गर्न चाहन्छु भने यहाँ बाटोघाटो चौघाटोमा बस्ने ठाउँ एउटा भनौँ न पार्टी पौवा जस्तो बनाउने हेलो पुरै प्याक छ Ani Hayya ठाउँ चाहिँ यस्तै हो हैन यो चाहिँ अघिको देखाएको थिएँ मैले यो भयो भाइ हुसु लागिसक्यो यार यता माथि लास्ट चिसो छ Yeah, this is gonna be epic and fun, हैन? As you see, tapको भइसक्यो यहाँ चाहिँ रमाइलो हुँदैछ नाच्दैछ एकदम रमाइलो भइरहेछ यता चाहिँ getting fun सक्यो हाम्रो सबै काम नाम सब सक्यो पूजा भन्नुमा काम नाम सबै सकिसक्यो वे हेडिङ ब्याक बिस्तारै अलिअलि भ्यू हेर्दै मान्छे त धन्नै आइसक्यो अहिले त हरेक डाँडामा छ हरेक डाँडामा 100वटा डाँडा छ 100वटा 100वटा बेसी छ इच एन्ड एभ्री डाँडा इज फुल अफ पिपल जस्ट गेस के सैलुङको हाइप कति रहेछ भने ब्रो सैलुङ इज ड्याम लाइक कस्तो बेरी मान्छे छ कि ती तातिसक्यो हरेक डाँडामा तातिसक्यो आउनुपर्छ कस्तो कति धेरै हो क्या मान्छे त लाइक एकदम हाइप के ल हरेक ठाउँमा मान्छे धेरै मान्छे कुन रे त्यो ढुङ्गा चाहिँ बाघ ढुङ्गा
त्यो ढुङ्गा चाहिँ अँ गाई ढुङ्गा बाघ गाई दुईटा ढुङ्गा छ ए फेमस ढुङ्गाहरू यहाँ चाहिँ पोखरी थियो अरे पोखरी चाहिँ सुकेको त्यो बाघ ढुङ्गा भयो यो गाई ढुङ्गा बाघले गाईले खान लाग्यो यो चाहिँ हाम्रो भाइ ढुङ्गा प्लानिङ अन नट लाइक सोइङ होइन जाँदाखेरिको बट लुक एट द भ्यू यार इट्स सो गुड क्या इट्स सो गुड है guys although it seems like it's gonna be a rainy no like seems it's gonna rain clouds dark clouds are roaming around the sky I spaz with my little eye what's up guys and we are finally back at Kalapani okay अझै नि हुँदै रहेछ कि we are all dead beat के थकित भइसक्यो यस्तो गलिसक्यो झ्यान त्यही भएर नि मैले बनाएन कि फर्किँदाखेरिको चाहिँ सो डेड बिट टाइप म त डाइरेक्ट अहिले अब बटममा आएर बनाएँ काला पानी अब भेटेर अब फर्किन्छ फर्केर बनाउने छु मेरो गाई सैलुङको र न अझ जताततै मान्छे कि टाइम यस्तो क्रेज नभन्नु बट या इट्स लाइक प्रिटी फन खै हातमा त बुने आम्बो सो ढोके जाम्बो फक्या एन्ड फक अगेन पानी परिरहेको छ गडाङ गुडुङहरू आइरहेको छ होइन ठिकै छ जाऊ आनीको हातमा त जाऊ आनीको हातमा त ल यहाँ जामै जाम छ यस्तो चेपी जानुपर्ने छ यो गाडी झन् हिँडिरहेको छ त्यही सुमोले च्याप्छ जस्तो छ हिँड्नु ल गाइज अब चाहिँ सिधै मुनि घर पुगेपछि बाई बाई हाम्रो पारा त यस्तो छ बुलेरोमा होइन अब घर यसरी जाँदै हो कि उठेर देखाऊँ भने मोबाइलले खस्छ बाटो पनि त्यस्तै छ हल्ली समात्ने ठाउँ पनि छैन सो दिस इज हाउ वी आर गोइङ होम टुडे लाइक ट्राफिक जाम पानी परेर बल्ल पानी रोक्यो भने बल्ल गाडीमा अनि चार्ज पनि छैन 3% मात्र चार्ज छ सो आइ एम जस्ट वेटिङ फर दिस बुलेरो टु कम एन्ड लाइक अ एन्डिङ भ्लग एन्ड या द्याट्स अल for today now bye bye guys back what's up guys अब कुराहरू त्यस्तै हो हैन yeah we have completed our destination so we are at home right now हाम्रो मम्मीको घरमा and yeah अब चाहिँ that's all for today we are too tired and के भन्ने अब एकदम थकाइ लाएर नट फिजिकल्ली बट मेन्टल्ली दिनभरि हिँड्या इट्स सो स्ट्रेस्ड रमाइलो भएको थियो बट इट वाज गुड एन्ड इट वाज सो बेटर देन आई एक्सपेक्टेड एन्ड एज मैले देखाएको पनि थिएँ होला लास्ट लाइक सैलुङको लास्ट रमाइलो भएको थियो लास्ट धेरै मान्छे थियो गाडीहरू पनि टन्नै थियो 50-60 वटा एन्ड इट वाज सो गुड होइन तर मान्छेहरू धेरै आएर रमाइलो भयो इट वाज मोर देन वी एक्सपेक्टेड So yeah, that's all. In conclusion, the Ceylon trip was worth it, guys. Bye bye, peace out.